हेलो साथीहरू, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। मेरो चाहिँ आज काम छुट्टी थियो, त्यही भएर म चाहिँ बल खेल्न जानु पर्यो भनेर बाहिर जान लागेको। अनि जाँदा जाँदा बाटोमा चाहिँ धान रोपेको देखेको क्या। जापानमा कति चाँडो धान रोपेको भनेर म चाहिँ एकछिन हेरेर बसेँ। अनि त्यसपछि म कोम्बिनीमा पनि गएँ, एउटा जुस लिएर जानु पर्यो भनेर। अनि जुस लिने बेलामा म चाहिँ कुन लिने होला भनेर एकछिन अलमल्लमा परेँ। अनि एउटा ओचिया देखेँ पहेँलो भाँडाको, त्यो चाहिँ ट्राई गरेको थिएन, फर्स्ट टाइम ट्राई गरौँ भनेर त्यो लिएँ। अनि अगाडि गएर पे गरेर अनि आएँ। फाइनली म चाहिँ आइपुगेँ। यो ठाउँ चाहिँ यस्तो छ। जुत्ता लगाइसकेपछि रोनाल्डोको सुवाला एकचोटि गरेँ। म चाहिँ रोनाल्डोको फ्यान त होइन, मेसीको फ्यान हो, तर पनि मलाई त्यो रोनाल्डोको सुवाला चाहिँ मनपर्छ। अनि एकछिन खेल्ने बित्तिकै म चाहिँ थाकेछु, अनि फेरि ओचिया पिउन थालेँ। मलाई त्यस्तो खेल्न त आउँदैन, तर पनि छुट्टीको दिनमा भनेर यसो खेलेको। तपाईँहरू पनि नागोयामा नजिक हुनुहुन्छ भने आउनु होला, सँगै खेल्नुहुन्छ। आधी घन्टा जति खेलेपछि पानी पर्ला जस्तो भयो, अनि म चाहिँ फर्केको। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई।